सबसे ठुली छोरी एकै नम्बरको फर्स्ट छोरी नम्बर। हो पहिला जन्मिएको कति सानो ठुलो तपाईँ र उहाँ अँ, सानो ठुलो कति हो 19 सालमा छोरी जन्मिएको मेरो म 19 साल हुँदा तपाईँ 19 साल हुँदा 19 वर्षको जेठ कान्छी ए। आमा छोरी अनि हजुरआमा फर्स्ट अब जस्तो फर्स्ट बच्चा हुन्छ नि अँ। धेरै माया हुन्छ अरे नि अनि कस्तो तपाईँलाई धेरै माया लाग्छ धेरै माया लाग्छ हँ? धेरै माया लाग्छ पहिलेको छोराछोरी दुःखको हुन्छ अँ, हजुर भनेको बेलामा बस्न पनि पाइँदैन खान पनि पाइँदैन अहिलेका बुहारीका जस्ता गर्न पाइँदैन हामीहरूले अँ, हजुर अँ, हजुरआमाको बिहा धुमधामले गरिदिनु भएको त अँ। हजुर मैले यसको हजुर बगानमा लेबी लागेको थियो त्यो साल ए बगानमा काम थियो मेरो हजुर सरू गाउँको कार्की हजुर हँ हजुर कता हो हजुर भनेर मेरो दाजु जेठा मामाको छोरो माइलाले हजुर अनि बुइनी भान्जीलाई दिउँ पल्लोरी कार्कीहरू राम्रा छन् ए अलि नोकरी पनि छ हजुर अँ, अब जे भए पनि मेरो वचन नकाट बुइनी गरौँ बिहा दिउँ यतिखेरै हो तिमीले धर्म गर्न पर्ने लेबी लागेको छ दाजु म केले गर्नु बगानको छाम भन्दाखेरि पनि भगवान्ले एकपल्ट जुराइदिन्छन् भने जुराए पनि हो अनि बजार जाँदै पछि मान्छे लेबी लागेको छ 3 किलोदेखि पाउँदैन केही धेरै पुलिसले पक्रिरहेको 3 जना मान्छे 4 जना मान्छे बजार बजार त्यसलाई खाना दिएर हाजिरा दिएर झोला दिएर अनि पठायो पठाएर 3 किलो कसैले 4 किलो लेबीमा चामल लिएर आएर भेला गरेको मैले यसलाई त्यसरी बिहा गरेको बिहा गरेको हो हजुरआमाको त्यो कति वर्षमा बिहा भएको हजुरआमा तपाईँको मेरो हजुर मेरो कति 15 वर्ष पुगिरहेको थियो आमा पुगेको थिएन 15 वर्ष पुगेको थिएन थिएन 13 वर्ष 13 वर्ष मेरो मम्मीको मामाले बिहा गर्नुभएको होइन मेरो मम्मीको चाहिँ माइताको मामाले बिहा गर्नुभएको धर्मै होइन? गएको थिएन धर्मै गएको थिएन डबल डबल साइनो छ अँ, हजुर